सर्वप्रथम प्रभुलाई धन्यवाद छ। हजुरको माझ परमेश्वरको वचन राख्न चाहन्छु। उहाँको वचन, गएर हिजकियालाई भन्, तेरा पिता दाउदका परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, मैले तेरो प्रार्थना सुने, मैले तेरो आँसु देखेँ, म तेरो आयु अरू 15 वर्ष बढाइदिनेछु। परमेश्वरलाई धेरै धन्यवाद छ। उहाँको वचनमा लेखिएको कुरा हामीले सुनिसक्यौँ। परमेश्वर चाहिँ महान परमेश्वर हुनुहुन्छ। हिजकिया राजालाई पनि 15 वर्ष आयु थपिदिनु भयो। उहाँले अचम्म काम गर्नुभएको छ। हिजकियालाई 15 वर्ष आयु थपिदिन्छ भनेर प्रभुले बोल्नुभएको वचन हो। अनि उहाँले चाहिँ हाम्रो परमेश्वर अचम्मको परमेश्वर, किनभने उहाँ परमेश्वर चाहिँ हामीलाई बनाउनु हुने परमेश्वर पनि हुनुहुन्छ। अनि हाम्रो परमेश्वर चाहिँ हाम्रो प्रार्थना सुन्नुहुन्छ। उहाँ सुन्ने परमेश्वर पनि हुनुहुन्छ। हाम्रो आँसु पनि देख्नुहुन्छ। किनभने आँसु देख्ने परमेश्वरले हाम्रो सबै कुरा चाहिँ उहाँले देख्नुहुन्छ, सबै कुरा थाहा छ उहाँलाई। त्यस कारण उहाँ सृष्टिकर्ता हुनुहुन्छ। उहाँ चाहिँ हाम्रो परमेश्वर चाहिँ सृष्टिकर्ता हुनुहुन्छ। अनि हाम्रो परमेश्वर चाहिँ महान हुनुहुन्छ। अनि महान परमेश्वरले नै संसारमा मुक्तिदाता येशू ख्रीष्टलाई पठाउनु भयो संसारमा, पुत्रद्वारा म कहाँ आउन सकोस् भनेर बाटो सत्य जीवन म भन्नुभयो येशू ख्रीष्टले पनि संसारमा। अनि परमेश्वरको प्रेम चाहिँ हामीमा प्रकट गरिएको छ। त्यो प्रेम भनेको येशू ख्रीष्टद्वारा हामी परमेश्वर पिता कहाँ पुग्न सकौँ भनेर उहाँले आफ्नो अद्वितीय पुत्र येशू ख्रीष्टलाई संसारमा पठाउनु भएको छ। परमेश्वर महान परमेश्वर हुनुहुन्छ। उहाँको दयामय प्रेम अति नै महान छ। उहाँले हामीलाई बचाउन चाहनुभयो। संसारका मानिसहरू हराएकालाई खोज्न बचाउन आउनुभएको परमेश्वर चाहिँ उहाँ नै हुनुहुन्छ। हामीले कसमाथि विश्वास गरेका छौँ आज यो प्रश्न छ, तर पनि त्यो प्रश्नको उत्तर चाहिँ हाम्रो परमप्रभु नै हुनुहुन्छ। उहाँले नै उत्तर दिनुभयो, येशू ख्रीष्टद्वारा हामी बाँचोस् भनेर परमेश्वरले पुत्र येशू ख्रीष्ट दिनुभयो। उहाँमाथि जसले विश्वास गर्छ, भरोसा गर्छ, उहाँमाथि विश्वास गर्नलाई नष्ट हुने छैन, अनन्त जीवन दिनेछ भनेर यो दिनको स्वरमा परमेश्वरको प्रेमको बारेमा उहाँले बताउन सक्नुभएको छ। हामी यो वचन सुनिसकेका छौँ। परमेश्वरलाई धेरै धन्यवाद। उहाँ चाहिँ आयु बढाउन चाहनुहुन्छ, हाम्रो प्रार्थना सुन्न चाहनुहुन्छ, हाम्रो आँसु देख्नुहुन्छ र सबै कुराको उत्तर चाहिँ उहाँ हुनुहुन्छ भन्न चाहन्छु। जय मसीह परमप्रभुको नाममा।